नमस्कार, कृषि नेपाल च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा हामी गोलभेडा खेतीमा लाग्ने मुख्य रोगहरूका बारेमा विशेष चर्चा गर्नेछौँ। भिडियो हेरिसकेपछि भिडियोलाई लाइक, कमेन्ट तथा च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अगौटे डडुवा अर्थात् अर्ली ब्लाइट, यो रोग अल्टरनेरिया सोनाली नामक ढुसीले लाग्दछ। लक्षणहरू: पुरानो पातको माथिल्लो सतहमा काला थोप्लाहरू देखा पर्दछन्। थोप्ला बढ्दै गएर पातहरू पहिलिन्छन्, सुक्छन् र झर्दछन्। ओसिलो अवस्थामा पातको तल्लो सतहमा सेतो ढुसी देखिन्छ र फलमा खैरो कालो दागहरू देखिन्छ। पत्रदण्ड र डाँठमा पनि काला दागहरू देखिन्छन्। व्यवस्थापन: सोल्यानेसी परिवारका बाली बाहेकका बालीको घुम्ती बाली अपनाउने। रोग लागेका बोटहरू बटुलेर जलाउने। रोग निरोधक जातहरू लगाउने। ढुसीनाशक विषादी बेबिस्टिन 2 ग्राम प्रति केजी बिउका दरले उपचार गर्ने। रोग सुरु हुने बेलादेखि नै कपर अक्सिक्लोराइड, म्यान्कोजेब, ब्लाइटक्स 50 मध्ये कुनै एक विषादी 1.5 ग्राम प्रति लिटर पानीमा मिसाई 7 देखि 10 दिनको अन्तरमा छर्कने। पछौटे डडुवा अर्थात् लेट ब्लाइट, यो रोग फाइटोप्थोरा इन्फेस्टेन्स नामक ढुसीले लाग्दछ। लक्षणहरू: सुरुमा पातको किनारा वा टुप्पोमा ससाना खैरा काला दागहरू देखा पर्दछन्। पछि पातमा फैलिएर डाँठ र फलमा समेत लाग्दछन्। रोग लागेको दानामा खैरो किसिमको दाग देखिन्छ। पछि दाना पुरै कालो रङको भई कुहिएर झर्दछ। रोगग्रस्त गोलभेडाले गर्दा बारी पुरै डढेको जस्तो पनि देखिन्छ। व्यवस्थापन: डडुवा रोग सहन सक्ने जातहरू लगाउने। बेर्ना रोप्दा केही फराकिलो दूरीमा रोप्ने, अर्थात् 70x70 सेमीको दूरीमा रोप्न पनि सकिन्छ। बोटको काटछाट तालिम गरेर बोटको सबै भागमा घाम लाग्ने बनाउने। प्राङ्गालिक मलको प्रशस्त मात्रामा प्रयोग गर्ने। डायथिनियम 45 वा क्लिनोक्सिल गोल्ड 1 ग्राम प्रति लिटर पानीमा मिसाई 5 देखि 6 दिनको अन्तरमा 2 पटक छर्कने। फ्युजारियम ओइलाउने रोग अर्थात् फ्युजारियम विल्ट, यो रोग फ्युजारियम अक्जिस्पोरम FSP लाइकोपर्सिकी नामक ढुसीले लाग्दछ। लक्षणहरू: पातहरू पहिलिन्छन् र ओइलाउँछन्। बोटहरू सर्लक्क ओइलाएको हुन्छ। यसको ढुसी बिउबाट सर्दछ र माटोमा गई बस्दछ। व्यवस्थापन: रोग प्रतिरोधक जातहरू लगाउने, जस्तै युरेका, सिरिस, सेन्स इत्यादि। सोल्यानेसी परिवार बाहेकका बालीको घुम्ती बाली अपनाउने। ट्राइकोडर्माबाट बिउ, ब्याडको माटो, बेर्ना र खेती लगाउने जमिनको माटोको उपचार गर्ने। न्यानो सिल्भर लगायत केमिकल वा सूर्यको किरणबाट माटोको निर्मलीकरण गर्ने। ब्याक्टेरियल ओइलाउने अर्थात् ब्याक्टेरियल विल्ट, यो रोग राल्स्टेनिया सोलानासियरम नामक ब्याक्टेरियाबाट लाग्दछ। लक्षणहरू: सुरुमा कलिला पातहरू तलतिर लत्रने र पछि पुरै बोट सर्लक्क ओइलाएर मर्ने गर्दछ। कहिलेकाहीँ 1-2वटा हाँगा ओइलाउने पनि हुन्छ। यो रोगको लक्षणहरू फ्युजारियम विल्टसँग झुक्किने हुँदा उस टेस्ट गरेर देखिएका लक्षणहरू ब्याक्टेरियल विल्टले गर्दा हो या होइन भनेर पत्ता लगाउन पनि सकिन्छ। व्यवस्थापन: सोल्यानेसी परिवारका बाली लगाएको जमिनमा गोलभेडा खेती कहिले पनि नगर्ने। रोग सहने जात सृजना, अमर, सेन्स, सिरिस इत्यादि लगाउने। प्लान्टोमाइसिन 1 ग्राम प्रति लिटर पानीमा बनाएको झोलले बोटको जरा भिज्ने गरी हप्ताको 2 पटकसम्म छर्कने। ब्लिचिङ धुलो, जसलाई ब्लिचिङ पाउडर पनि भनिन्छ, 750 ग्राम प्रति रोपनीका दरले बेर्ना सार्नुभन्दा 30 दिन अगाडि माटोमा मिसाउने। कलमी गरिएका बिरुवाहरू रोप्ने। जरामा लाग्ने गिर्खा अर्थात् रुट नट निम्याटोड। लक्षणहरू: रोगी बोटहरू होचा हुन्छन्। पातहरू साना र पहिलिएका हुन्छन्। सुक्खा वा गर्मीयाममा बोटहरू ओइलाउने गर्छन्। रोगी बोटहरू उखेलेर हेर्दा ठुला, साना जराहरूमा विभिन्न आकारका गाँठाहरू देखा पर्दछन्। व्यवस्थापन: सोल्यानेसी परिवार बाहेकका बालीको घुम्ती बाली अपनाउने। गर्मी मौसममा जमिनलाई गहिरो गरी खनजोत गर्ने। जुकाग्रस्त जमिनमा सूर्यमुखीको खेती गर्नुपर्दछ। खोपिला हाल्ने अवस्थामा उक्त बाली काटेर गोलभेडालाई छापो दिनुपर्दछ। रोग सहन सक्ने जातहरू जस्तै युरेका, सिरिस, सेन्स, NS 701, NS
6141 इत्यादि रोप्ने। निमको पिना तथा प्राङ्गारिक मलको प्रशस्त मात्रामा प्रयोग गर्ने। कलमी गरिएका बिरुवाहरूको प्रयोग गर्ने। गोलभेडाको टाटेपाटे भाइरस अर्थात् टोब्याको मोजाइक भाइरस डिजिज। यो रोग टोब्याको मोजाइक भाइरसको कारणले लाग्दछ। लक्षणहरू: कलिला पातहरू हल्का पहेँलो र हरिया टाटेपाटे हुन्छन्। पातको हरियो भाग पहेँलिँदै गएको र पातको आकार विकृति भएको देखिन्छ। हरियो भाग पहेँलिएको भागको दाँजोमा छिटो बढ्ने हुनाले पातहरू गुजमुजिन्छन्। फल पनि छिरबिरे हुन्छ। व्यवस्थापन: विषाणुयुक्त माटोमा गोलभेडा नरोप्ने। विषाणु रहित बिउको प्रयोग गर्ने। रोगी बोट देख्नासाथ उखेलेर जलाउने। रोगी बोट छोएर स्वस्थ बोट नछुने। सुर्ती, चुरोट, खैनी, तमाखु छोएका हातले स्वस्थ जग्गाको माटो वा बोट नछुने। रोग सहने जातहरू जस्तै नोभा, सिरिस इत्यादि लगाउने। चुसहा किराहरूको नियन्त्रण गर्ने। गाई भैँसीको दुध 10 ml प्रति लिटर पानीमा मिसाई ब्याडमा र बालीमा 15 दिनको अन्तरमा छर्दा रोग बढ्न पाउँदैन। यसरी बेलैमा उचित व्यवस्थापन अपनाउने हो भने गोलभेडा खेतीमा लाग्ने थुप्रै रोगहरू सहज रूपमा नियन्त्रण गर्न सकिन्छ। धन्यवाद।